के भयो तपाईहरुलाई? बाबु हाम्रो घर यही पलतिर अब खोलो तर्न नसकेर बसिरह। अब त म दाइले तार्दिहाल्नुहुन्छ नि आमा। दाइ को दाइ? कसको दाइ? बाबु यसो खोलो तार्न लौ न, मद्दत गर्नु न। भइहाल्छ नि। अनि उ चाहिँ तपाईकी छोरी हो? बाबु मेरी छोरी। ल आजसम्म पहिला म उलाई तारिदिन्छु, त्यसपछि म तपाईलाई तारिदिन्ला। ल आमै चिन्नु नजानु के को आसम्म सक्दैन बस। किन नचिन्नु? के को नचिन्नु नि? हेर्नुस् छोरी फुला गाउँ ज्वाइन हेरौ न। ज्वाइन नाम रे? आमा खुनी उहाँले तार्दिएर के भयो त? ल मलाई त तार्दिनुस्। तार्दिनु न त बाबु, तार्दिनु। भइहाल्छ नि। लैन लौन नि। छोरी ज्वाइँले बजाए लाउनु, छोरीलाई फर्काउनु पर्यो, ज्वाइँलाई समाउनु पर्यो। दिदी ज्वाइँलाई छोरीलाई कसलाई लान्छ त? होइन त्यो मुला मेरो ज्वाइँ होइन, नौ मात्र ज्वाइँ। ल भनेपछि त्यो त्यही ठग हो, उहाँको छोरी लाने। जाउँ हामी खोला पनि तरौँ, त्यसलाई समातौँ। ल बाबु अब न्याङ के पनि होइन लाटी। अनि तपाईले मलाई किन ल्याएको त? तिमी आफै भन त, मैले तिमीलाई किन ल्याएँ भन? मलाई के थाहा त? अनि हेर तिमीलाई मैले विपना कहिल्यै देख्न पाइन जिन्दगीमा, तर सपना कति देखेँ कति। हो र? अनि त हेर मैले तिमीलाई साडी यो चोलो सबै चिज जोडेको छु। अब तिमी र म बिहे गरौँ है। ऊ पर त्यहाँ एउटा मन्दिर छ, तिमी र म त्यहीँ गएर बिहे गरौँ। अनि सुन तिमीले आमा आएर मेरो छोरीलाई जबरजस्ती भगाएर लग्यो भन्ने त्यतिखेर होइन, हाम्रो त पहिलेदेखि नै यस्तो थियो भनेर भन्नु नि। हस् ल हिँड। अनि तपाईँले लुगा फल्ने रुख बेच्ने पनि यही हो? यही हो हजुर, मलाई त सर्वस्वै पारे यसलाई त। मेरो त हजुर गोरु बेचे भनेर घरका जान्छ 1040 ठ्याङ्ग्याङ्गै ठगेछ नि हजुर यसले। तेरीमा ठग, दसैँ जस्तो चाडपर्वमा संसारलाई ठग्दा किनी। दाइ तपाईँ हात नछोड्नुहोस्। त बिना किन बोले किनी? जाउँला नि त, मेरो पनि भन्ने कुरो ठाउँमै गएर भन्नु भयो, तर त्यतिकै हात चाहिँ नछोड्नुहोस् न। हिँड्नुहोस्। किन यो मान्छेलाई तमासा गरिराख्नु भएको छ तपाईँहरूले? को यो मान्छे? यो मान्छे खुङखा ठग रहेछ, उहाँहरू सबलाई ठग्नु ठगेछ। हो बाबु, यो एक नम्बरको ठाउँ रहेछ। मेरो त श्रीपूजा ठेकीको नाममा यही एउटी छोरी, त्यो पनि भगायो बजियाले। यो के रागिनी बेरी? मेरो त 2000 ठगेले 2000। हजुर मलाई त 10000 पार्यो हजुर, मेरो घडी सुत्दा ल्यायो बच्चाले। ल हेर्नु मेरो त हजुर ग्रह दशा कटाइदिन्छु भनेर 1040 ठ्याङ्ग्याङ्गै पारे यसले। ल बखते के तिमीले ठग्या हो? हो हजुर, मलाई यो समाजले ठग्यो, मैले पनि यो समाजलाई ठगेँ। मर्नु भएन, बाँच्ने उपाय एउटै थियो। ल ल ल कसरी सिधै भन्न सक्यो यसले दाइ? पख केदार भन, तिमीलाई समाजले कसरी ठग्यो? हजुर म पनि त्यही पल्लो तोरीबारी गाउँको मान्छे हो। मेरा पुस्ता पुस्ताले त्यहाँ कति बिताए। म सानै थिएँ, मेरो बाबुआमा मरेर गए, म टुरो भए, सारा विहीन भए। म त्यहाँका ठुला बडा भनाउँदाहरूले मेरो त्यो पुर्ख्यौली सम्पत्ति माथि आँखा गाडे, सबै हडपे। त्यो कुन दिन थिएन होला म गल्लीमा सुतिन। मेरो पुस्ताको त्यो गाउँप्रतिको लगानीको परिणाम त्यही थियो त। मैले ठगेँ, तर हजुर मैले रहरले होइन करले ठगेँ। अब जे सजाय दिनुहुन्छ तपाईँहरूको हातमा छ। मैले बखतेको कुरा सुन्दा र विचार गर्दा अपराधी बखते होइन, तपाईँ हामी रहेछौँ, यी समाजका अङ्ग भएर बसेका। यदि बखतेको कुरा सही हो भने प्रत्येक गाउँ र समाजले आफ्नो कर्तव्य बिर्सँदै गयो भने यस्ता बखत बहादुरहरू धेरै जन्मिँदै जानेछन्। तपाईँ हामी समाजका अग्रज व्यक्ति ठान्छौँ, आफूलाई समाजको जिम्मेवारी व्यक्ति ठान्छौँ। किन तपाईँ हाम्रो बीचमा बखत बहादुर जस्तो व्यक्ति ठग बन्नु परिरहेको छ? बखत बहादुर जस्तो व्यक्तिलाई सुरक्षा दिने काम तपाईँ हाम्रो होइन। त्यसैले अपराधी बखत बहादुर होइन, तपाईँ हामी हौ, यो समाज हो। तपाईँहरूको बुद्धि देख्दा त मलाई अचम्म लाग्छ।
कालो र सेतो गोरुसँगै जोत्दा दशा लाग्छ भन्ने भ्रममा पर्ने। अनि तपाईँ बोकोले जाडो खान्छ भन्ने विश्वासमा बोको किन्ने तपाईँ? अनि तपाईँ पृथ्वीमा बसेर चन्द्रमाको यान टाल्ने समयमा रुखमा कपडा फल्छ भन्ने विश्वास गर्ने तपाईँ? तर रहेको लोभ, लालसा र संकीर्णता हो। त्यसैले आजसम्म बखत बहादुरले गरेका भूलहरूलाई हामी क्षमा गरौं। हामी यो प्रण गरौं, तपाईँ हामी जस्तो व्यक्तिहरू बसेको ठाउँमा फेरि यस्ता बखत बहादुरहरू नजन्मिउन्। यसपालिको दशैंमा दुर्गा भगवतीले यही शक्ति प्रदान गरून्। धन्य छ दाइ तपाईलाई, धन्य छ तपाईहरुलाई। तपाईहरुले मलाई आज स्वीकार्नु भयो। मलाई लागिरहेछ बल्ल आज म जीवनको नजिकमा पुगेछु। बल्ल मैले आज मान्छेको जुनी पाएको छु। म आज बल्ल जन्मिँदैछु। जानुहोस्, तपाईहरु आफ्नो घरमा जानुहोस् र रमाइलो गर्नुहोस्। अल्लाह भन्नुहोस् त, म तपाईको साँच्चीकै को? अब तपाईँ मेरो साँच्चीकै ज्वाइँ।